नमस्कार। गोर्खाल्यान्ड आन्दोलन शहीद परिवारको तर्फबाट हजुरहरू सम्पूर्णलाई हार्दिक अभिनन्दन चढाउँदै आज हामीले हाम्रा गोर्खाल्यान्ड आन्दोलन शहीद परिवारका अध्यक्ष श्रीमान नेरियस मुखिया, म स्वयं महासचिव लगायत हाम्रा सहसचिव हामी जति पनि टिमले आज हाम्रो कालिम्पोङका एसडिओ साहेब भनौँ, महकुमा शासक, साथसाथै उहाँ अतिरिक्त कालिम्पोङ नगरपालिकाका प्रशासक पनि हुनुहुन्छ, उहाँलाई भेटेर हामीले जुन चाहिँ अस्ति हामी एक हप्ता अगाडि जुन कालिम्पोङ शहीद परिवारको जुन त्यो दृश्य देखेर कतिपय कुरोहरू हाम्रो मनमा लागेको कुरोहरू हामीले एउटा लिखित एउटा मेमोरेन्डम बनाएर चाहिँ दियौँ र हाम्रो सभापतिले सम्पूर्ण कुरा उहाँलाई व्यक्तिगत तौरमा पनि बुझाएर अहिले उहाँकै सुमन्यु घोष जुन चाहिँ अहिले प्रशासक हुनुहुन्छ उहाँले चाहिँ म्युनिसिपालिटीमा त्यो जुन चाहिँ तपाईँहरूको एउटा मेमोरेन्डम बुझाउनुहोस् भन्नुभयो र त्यो बुझाइराखेर हामीले एउटा रिसिभ कपी ल्याएर अब 27 जुलाई चाँडै आइसकेको छ र झट्टभन्दा झट्ट चाहिँ यो विषयमा चाहिँ कारबाही होस् भन्ने चाहेका छौँ र यसबारेमा हाम्रा सभापतिले नै यो बारेमा वृत्तान्त हजुरहरूलाई बताउनुहुन्छ। धन्यवाद। तराई डुवर्सका हाम्रो गोर्खा जातिलाई हामी गोर्खाल्यान्ड आन्दोलन शहीद परिवारको तर्फबाट फेरि तपाईँलाई नमस्कार गर्न चाहन्छु र बितेको एक हप्ता जस्तो अगाडि हामी शहीद पार्क को हामी त्यहाँ भिजिटमा गएको थियौँ र त्यहाँ शहीद पार्कमा जाँदाखेरि अस्ति मैले वर्णन गरेको छु, हामीलाई धेरै यसमा सधैँ जस्तै हामीलाई नराम्रो चोट लागेको छ, त्यसको स्थिति देख्दाखेरि, त्यो गति देख्दाखेरि होइन, र त्यसले गर्दाखेरि हामीले अस्ति एउटा भर्बली हामीले अपिल गरेको थियौँ एडमिनिस्ट्रेसनलाई है, हाम्रो लिडर्सहरूलाई हामीले अपिल गरेको थियौँ कि तपाईँहरूले यो शहीद पार्क जुन चाहिँ शहीदको सपना भनेर भनिन्छ होइन, शहीदको सपनामा रहेको एउटै अहिले उपलब्धि छ, त्यो छ एउटा शहीद पार्क। र शहीद पार्क यति नराम्रो स्थिति, नराम्रो गतिमा छ होइन, यो साँच्चै नै यो एउटा मोटर स्ट्यान्ड जस्तो भएको छ, त्यहाँ है गाडी बनाउने ग्यारेज जस्तो भएको छ है, कन्स्ट्रक्सन मेटेरियल गिराउने त्यहाँ बलुवा गिराउने ठाउँ जस्तो भएको छ र यसलाई चाहिँ चाँडै रेस्टोर गर्दै जाओस् है, त्यो गेटहरू सार्दी जाओस् होइन, त्यो गार्डन बनाइदिइसकोस् र जुन चाहिँ शहीदको यादमा जुन चाहिँ एउटा श्रद्धा भक्ति हुनुपर्ने त्यो ठाउँ राम्रो होस् र त्यसले गर्दाखेरि हाम्रो त्यो गोर्खाल्यान्डको जुन चाहिँ माग, हाम्रो गोर्खाल्यान्डको जुन चाहिँ शहीदहरूले दिएको बलिदान त्यागहरू अमर रहोस् र यसलाई सधैँभरि अगाडि बढेर जाओस् होइन। जति पनि अहिले स्टुडेन्ट्सहरूले प्रोफेसर्सहरूले यसको बारेमा कति पढिरहेको छ, थिसिस गरिरहेको छ होइन, र त्यो मोन्युमेन्टहरू रहोस् र भोलिको दिनमा साँच्चै नै हाम्रो मूल मुद्दाहरू जब पुरा हुन्छ खेरि यहाँ आउँदाखेरि जति पनि निरीक्षण गर्नु आउँदाखेरि हाम्रो त्यो एउटा शहीदको स्मारकहरू ठिक रहोस् र हाम्रो जुन चाहिँ भावना, जुन चाहिँ शहीद परिवारको भावना होइन, 1200 भन्दा बेसी शहीद छ भन्छ होइन, र सबको भावनाहरू चाहिँ यो एउटा स्मारकले पनि हामीलाई धेरै होइन यसमा आशा हाम्रो त्यो जोडिएको छ र त्यसले गर्दाखेरि आज हामी यहाँ म्युनिसिपालिटी एडमिनिस्ट्रेटर होइन र विशेष गरी यो चिठी नै हाम्रो माननीय विधायक श्री भरत छेत्रीज्यूलाई हामीले यो ज्ञापन पत्रै आज हामीले बुझाएको छौँ। मैले मेरो प्रिय साथी हाम्रो माननीय विधायकलाई अघि मैले फोन मार्फत सम्पर्क गरेर उहाँलाई मैले चिठी हामीले आज बुझाउँदैछौँ भनेर भन्दाखेरि उहाँ पनि यसमा धेरै खुसी हुनुभयो, एक्सेप्ट गर्नुभयो र जे गर्नुपर्छ एकदमै म गरिहाल्छु भनेर उहाँले अघि फोन मार्फत मलाई आश्वासन दिइसक्नु भएको छ र फेरि पनि हाम्रो माननीय सांसदलाई पनि म यहाँबाट अपिल गर्न चाहन्छु है, 27 जुलाई हाम्रो शहीद दिवस आइरहेको छ होइन, 1.5-2 हप्ता पनि छैन र त्यसले गर्दा यसको लागि पनि हामीले तयारी गर्नु लागि यो शहीद स्मारक चाहिँ चाँडोभन्दा चाँडो फेरि राम्रो बनाइदिए जाओस् होइन, यसलाई रेस्टोर गरिदिए जाओस् भनेर हामीले यो ज्ञापन पत्र नै द्वारा नै हामी उहाँलाई गरेको छौँ। हामीले यो कुरा हामीले हाम्रो माननीय सांसदलाई जब यो सरकार गठन हुँदाखेरि नै हामीले ज्ञापन पत्र बुझाएको थियौँ र त्यति बेला नै उहाँलाई हामीले यो कुराहरू जनाइ पनि सकेको छौँ र उहाँले त्यति बेला एकदमै सुर्ता नगर्नु, यो सबै पुरा हुन्छ भनेर उहाँले हामीलाई सुरुबाट नै आश्वासन पनि दिइसक्नु भएको छ
र यो सबै आश्वासनहरूलाई मध्यनजर राखेर हामी धेरै गोर्खाल्यान्ड आन्दोलन शहीद परिवार हामी धेरै आशा जागिएको छ हैन। किनभने यो सरकार, यो सत्ताधारी पार्टी र यो सरकारले हामी गोर्खाहरूपट्टि धेरै सहानुभूति देखाउनु भएको छ, न्यानोपना देखाउनु भएको छ र यही न्यानोपनालाई हामी अगाडि लाँदै यो विशेष गरी हाम्रो शहीद पार्क 11 माइलको शहीद पार्क चाहिँ चाँडोभन्दा चाँडो यो कुरा चाहिँ रेस्टोर गर्दै जाओस् भनेर हामी पूर्ण आशा, भरोसा, विश्वास राख्दै यो ज्ञापन पत्र आज चढाइरहेको छौँ। धन्यवाद। अब हेर्नुहोस्, यसको बारेमा मैले अब हाम्रो 86 देखि नै यता शहीद दिवस मनाउने एउटा प्रथा छ है, र यो प्रथाको हैन यो के जारी रहन्छ, के रहन्छ, हामीले त्यसमा कसरी टेवा पुर्याउन सकिन्छ हैन। त्यसमा अहिले अझै कुरा सायद यो आइतबार पर्सिको दिन यसमा एउटा बैठक हुने छ होला, मलाई जहाँसम्म थाहा छ। र शहीद परिवारलाई लिएर हाम्रो लिडर्सहरूले हामीलाई सायद यसमा एउटा बैठक राखेर यो निष्कर्षमा यो आइतबार पर्सिको दिन आउँछ भनेर हामीलाई जे यो इन्फर्मेसन दिएको छ, आज म तपाईँलाई त्यही भन्छु। र सन्डे बेलुकासम्म यो कुरा क्लियर हुनुपर्ने र जे पनि त्यो बैठकको निष्कर्ष हुन्छ त्यही निष्कर्ष अनुसार हामी शहीद परिवारले त्यसमा हामी लागि पर्नेछौँ। अब कमिटीको चाहनामा त हामी त हेर्नुहोस्, अब जे हामीलाई दिइन्छ, जे हामीलाई जिम्मा दिइन्छ, जे त्यसमै हामी खुसी हुन्छौँ। र हामीले त अब यति मात्रै हाम्रो चाहना चाहिँ के हो, श्रद्धापूर्वक यो चाहिँ एउटा हैन कर लागेर नहोस् र रीतिरिवाज नहोस्, र जसले पनि मनाउँछ यसलाई चाहिँ शहीदको त्याग, शहीदको बलिदान, शहीदको सपनालाई मध्यनजर राखेर एउटा श्रद्धापूर्वक शहीद दिवस मनाइयोस् भनेर चाहिँ हामी त्यही चाहन्छौँ। तपाईँहरूले आज याददाश्त पत्र बुझाउनु भयो है, याददाश्त पत्र बुझाउने क्रममा नगरपालिका प्रशासकसँग भेट गर्नुभयो, कस्तो आश्वासन पाउनुभयो? र हाम्रो एडमिनिस्ट्रेटरको हामीले काम देखिरहेको छौँ अहिले धेरै अरू कुरामा हैन। छोटो अवधिमा उहाँले धेरैवटा परिवर्तनहरू ल्याउनु भएको छ हैन। र यसै उहाँको काममा देखेर हामीलाई फेरि एउटा आस्था जागेर उहाँले यो विशेष गरी हामी अस्ति जाँदाखेरि यति साह्रो हैन, अघि नै मैले भने हामीलाई नै ठेल्ने गरी गाडी ल्याउँदो रहेछ हैन। गाडी त्यहाँ गाडी एकदमै त्यो नहुनुपर्ने, त्यो त एउटा शहीदको नाममा बनाएकोमा त त्यसरी नहुनुपर्ने, र उहाँले यो चाँडैभन्दा चाँडै यसमा काम गर्नुहुन्छ भनेर है। र हाम्रो लिडर्सहरूले पनि एडमिनिस्ट्रेटरसित हैन उहाँहरूसित जोगाजोग गरेर एडमिनिस्ट्रेटरलाई उहाँहरूले कोअर्डिनेट गरेर यो सबै कुरा चाहिँ चाँडोभन्दा चाँडो क्लियर हुन्छ भनेर हाम्रोबाट आशा छ र अपिल पनि छ।